रेडी किचिक कता ठिक्क भयो छोड न उदयपुरको राजावास सिन्धुलीको रानीवास नमस्ते सबैजनालाई हैन हामी चाहिँ अब इटरीबाट हटिसकेको अवस्था छ यो दाइको गाडीको पाङ्रा पुरै नाचिरहेको अवस्था छ देख्न सक्नुहुन्छ बाटोपट्टि नि यो चाहिँ नेपालकै सबैभन्दा ठुलो बाटोपट्टि नै गाइजहरु मदन भण्डारी रोड जानेको लागि चाहिँ हामी राइड लाग्नुपर्ने हुन्छ हामी राइड लागिसकेको अवस्था छ देख्न सक्नुहुन्छ रोडको सुरुवातीको अवस्था यति मात्रै हो हजुरहरूलाई लाग्ला सुरुमै बाटो त पुरै कच्ची होला तर नसोच्नुस् यहाँबाट अलिकति कट्ने बित्तिकै तपाईहरुले पाउन सक्नुहुन्छ चिल्लो हाइवे हैन होला के हो चतरा चोकमा आइसकेको अवस्था छ देख्न सक्नुहुन्छ यहाँबाट राइट जानु भने धरान जान सक्नुभयो लेफ्ट जानुभयो भने चाहिँ थाहा भएन सिधै जानुभयो भने चाहिँ तपाईहरु ठ्याक्कै कहाँ पुग्नुहुन्छ भने काठमाडौँ पुग्नुहुन्छ अरे क्या चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह चतरा पुलमा आइसकेको अवस्था छ कोशी पुल ट्याक लाएर हामी अगाडि बढ्दैछौँ ढुकढुक भयो चेक गर्छ भनेर तर हामीसँग सबै कुरा छ वाउ देख्न सक्नुहुन्छ दामी छ दामी फोटो खिच्ने अरे ल फोटो खिच्नुपर्छ त्यसो भए वाउ मेरो बेबुलाई पुरै कपाल सपाल उडाइदिएको अवस्था कहाँ रेडी किचिक हाउले लास्ट टिसो गरे अरे 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 ल हाउले उडाउँछ लु ल फोटो खिचिसकेको अवस्था देख्न सक्नुहुन्छ हैन यस्तो छ चतराको पुल वाउ चतराको पुल हौ पुल पुल फुल चाहिँ कहाँ देख्यौ अरे तुम्हारी खोपड़ी में भेजा है कि भजिया है कस्तो खालको मान्छे हौ ल जाऊ शुभयात्रा फेरि पनि दुवैजनालाई हामी जाँदैछौँ कोशीको चतरा पुल गर्दै तर देख्न सक्नुहुन्छ रातो रातो फुलहरू भन्ने मार्छ होला बुढीले सुनाएन होला तिमीले सुन्यौ र बेबु सुनेन होला ये फंस गया सीएम यो छ रामपुर बजार देख्न सक्नुहुन्छ रामपुरबाट मेरो भिडियो हेर्ने को हुनुहुन्छ कमेन्ट गर्नु होला भन्दै हामी चाहिँ अगाडि बढ्दैछौँ सब्सक्राइबर बढाउनु पर्यो नि त साथीहरू के हो र सब्सक्राइबर चाहिँ बढाउनु पर्यो है भिडियो हेरेपछि सब्सक्राइब चाहिँ गर्नै पर्यो साथीहरू है बेल आइकन पनि दबाउनु पर्यो लाइक कमेन्ट गर्नु पर्यो विशेष गरी मगर भगत सेमीलाई चाहिँ धेरै माया देखाइदिनु पर्यो है त भन्दै रामपुर बजार हामी गडिसकेको अवस्था छ के भन्छ यसलाई बेलटार बजार प्रवेश भन्नुभन्दा अगाडि तपाईहरुले यहाँ चाहिँ हात्तीसारबाट चाहिँ राइट लाग्नुपर्ने हुन्छ सिधै नजानु होला कहिले पनि यहाँबाट चाहिँ तपाईँ जान सक्नुहुन्छ गाईघाट हुँदै विमानको बाटो हो हामी जाँदैछौँ हामी कहाँ पुगेर रोकिन्छौँ होइन थाहा छैन जाँदैछौँ गाइजहरू जाँदैछौँ सरर जाँदैछौँ है त इसकी गारंटी मैं नहीं दे सकता के दामी बाटो देख्न सक्नुहुन्छ सबैजनाले बाटो देख्नु साथीहरू होइन तपाईँहरूले जो यहाँबाट काठमाडौँ जानुको लागि चाहिँ बिचमा बोर्डहरू देख्न सक्नुहुन्छ यो बोर्डबाट चाहिँ बोर्डको फलो गर्दै जानु भने तपाईँहरू सिधै काठमाडौँ पुग्न सक्नुहुन्छ पुराबाट यो माक्लाबाट आउनुभयो भने अनि यस्तो यस्तो बाटोको मनोरञ्जन लिँदै अगाडि बढ्न सक्नुहुन्छ आनन्द पारेर जिन्दगीको मजा लिँदै अगाडि बढ्न सक्छ यसरी यस्तो बाटो छ सबैजना होइन जङ्गलको बिच पहाड फोड्दै यहाँबाट सिधा जानुभयो भने चाहिँ तपाईँहरू बेलटार बजार पुग्न सक्नुहुन्छ भन्दै हामी चाहिँ लेफ्ट लाग्दै गाईघाटतिरको अवस्था बाटो लाग्दै गरेको अवस्था जङ्गल हरियाली दामी छ कसम होला यस्तो बाटो हिँड्न पाउँदा चाहिँ लास्ट खुसी छु म होइन हिँड्न मात्रै होइन भिडियो गराउनु पाउँदा नि लास्ट मजा आइरहेछ
भन्दै हामी अगाडि बढ्दैछौँ बुढाबुढी यसतिर घुमिरहेको अवस्था जस्तो होइन पुरै दामी क्या यस्तो दामी माटो काटेर होइन पोखरा काटेर बाटो बनाइरहेको अवस्था छ हाम्रो नेपालमा पनि दामी दामी वाउ अब आँखाले त हरियो देखेर चाहिँ क्यामेराले कस्तो देख्यो अस्ति नै क्यामेरा मिलाउनै जानिसकेको छैन यार वाउ कस्तो दामी क्या पुरै माटोहरू टक्क टक्क स्टेप होइन झरेको पुरै माटोको पनि पुरै झर्ना जस्तो धर्सा भएको कस्तो दामी यार ओ माई गड श्रीदेव जोशीको R15 चाहिँ पुरा सिसन बानिया दाइले पुरै उडाएको बाइक हो होइन होला के हो ए उडाएको होइन के अरे गुडाको हो क्या अरे मजा आएको होइन रियल कुराहरू तपाईँले भिडियोमा पनि हेर्न सक्नुहुन्छ सिसन बानिया दाइकोमा गएर हामी चाहिँ गाईघाट आइपुग्न लागेको अवस्था छ देख्न सक्नुहुन्छ गाईघाटको रोड गाईघाटको बजार यस्तो दामी छ ओ नो हेरेर है साथीहरू बाटोमा हिँड्दाखेरि हेरेर है त एकदम मजाले वाउ यस्तो राम्रो फुलहरू रोपेको अवस्था गाईघाट बजार ट्राफिकको नियम पालना सबैले गरौँ मैले पनि गरौँ है त भन्दै हामी अगाडि बढ्दैछौँ गाईघाटको बजारमा गुड्दैछौँ धुलो उडाउँदै मोटर गुडाउँदै गाईघाटको बजारमा धुलो उडाउँदै मोटर गुडाउँदै बाइक उडाउँदै देख्न सक्नुहुन्छ हामी चाहिँ सिधै रेड लाइनमा परेको अवस्था यो चाहिँ टक्कै गाईघाटको फुल रोड हो नियमको पालना त गर्नै पर्यो होला यसरी जानु पर्यो हुन्छ हामी चाहिँ सरर मोटर गुडाउँदै हामी जाँदैछौँ अनि केही न केही त खानुपर्छ होला नि हापे पो के खाने लु भन त्यो मुखभरि थुक्लेर नहिँड है थुकेर हिँड अनि गर्छ भने यतातिर त्यस्तो राम्रो ठाउँ त छ होला तर यो रोडमा मैले देखिनँ गाईघाट बजार कटिसकेको अवस्था छ मेरो बेबुले भोक लागेको अवस्था छ यात्रा हाम्रो इटारी टु सिन्धुली मात्रै नभएर पुरै राजा टु रानीबास पनि हुनेछ हामी राजाबास कटिसकेको अवस्था छ अब रानीबास पुगेपछि एकैचोटि तपाईँहरूलाई भेट्नेछु भन्नु नभिन्नै बिचमा के हुन्छ देखाउनेछु गाइडहरू छोटो लाग्छ मलाई अरू बेला मलाई लामो लाग्छ होइन यस्तो लुगा लाग्छ अच्छा चस्मा एकछिन ल मास्क पनि लाउनुपर्छ कता हो ठिक्क भयो छोड न बस न साथीहरू हामीले हल्का खाजा चिसो खाइसकेको अवस्था छ हामी चाहिँ यहाँबाट लागिसकेको अवस्था छ फेरि पनि पश्चिमतिर अस्ति गाडी दुर्घटना भएको थियो नि यही हो नि अस्ति दुर्घटना भएको हेर अस्ति दुर्घटना गाडी भएको नि बिहेको यही हो क्या हट यार जति पनि घाइते हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना अनि जतिजना यहाँ चाहिँ परेर चाहिँ अब ज्यान गुमाउनुभयो उहाँहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्दै हामी चाहिँ यो बाटो क्रस गर्दै अगाडि बढ्दै गरेको अवस्था छौँ गाइजहरू मान्छेको लाइफ भनेको कतिखेर गरे के हुन्छ भन्ने थाहा हुन्न गाइजहरू त्यही भन्ने भगवान्को कृपाले सबैजनालाई रक्षा गरून् अनि हामीलाई पनि गरौँ राम्रोसँग राइड गरिदिनु होला कसैको सानो मिस्टेकले कसैको ज्यान नजाओस् भन्न चाहन्छु बाटो सर उकालो झर्दै गरेको अवस्था उकालो चढ्दै गरेको अवस्था टर्निङ सडिङमा अलिक जोगिनु लगाए झऱ्यो बाटोमा चाहिँ बहुत टर्निङहरू छ होइन थाहै हुन्न कि सिधा देखिन्छ सर्ट एक्सेलर दबाएर पुरै अब टर्निङ आएर के आएर तनाव हुन्छ है तनाव है देख्न सक्नुहुन्छ नेपाल टारको चोक बजार कस्तो दामी घरहरू बन्दै गरेको अवस्था छ पहिलाभन्दा धेरै विकसित भइरहेको अवस्था छ यो रोड आइसकेपछि नेपाल टार पनि आम्बो माटो यार
यो माटो त पुरै बिक्रीमा हुन्छ होला क्या पुरै क्या केजीको हिसाबले क्या कस्तो रातो छ भने नि यार पहिला त यहाँनिर कच्ची थियो र लास्ट गाह्रो थियो अहिले पनि ढुङ्गाहरू झर्न सक्छ माथिबाट देख्न सक्नुहुन्छ ढुङ्गा झरेको यनी हौ ज्यान जोगाउतिर लाग्नुपर्ने हुन्छ यो बाटोमा चाहिँ अहिलेको अवस्थामा पनि झऱ्यो भने त सक्यो गाई झर सकेन र यो चोकबाट चाहिँ हामी पुऱ्याउँदाखेरि दाहिने लाग्नुपर्ने हुन्छ कृपया हामी सिन्धुली भिमान जानको लागि चाहिँ अगाडि देख्न सक्नुहुन्छ कटारीको के पुल हो यो खासमा खोलाको नामै बिर्सियो यार खावा के अरे यो खोला अच्छा के खोला तावा सरी हामी यो कटारी बजार जानुभन्दा लेफ्ट लाग्नुपर्ने हुन्छ हामी भिमान सिन्धुली जानको लागि चाहिँ हामी लेफ्ट लागिसकेको अवस्था छ सिधा गयो भने हामी ओखलढुङ्गा जान सक्छौँ राइट लेफ्ट जानुभयो भने चाहिँ तपाईँ लेफ्ट जानुभयो भने चाहिँ हामी सिन्धुली भिमान सिन्धी हुँदै काठमाडौँ जान सक्छौँ भन्दै हामी देख्न सक्छौँ यहाँको रोड कस्तो राम्रो छ अब हामी उदयपुर जिल्लाको बाटो सकिँदै सिन्धुलीको बाटो जान लागिरहेका छौँ जानको लागि चाहिँ हामीले एउटा अगाडि एउटा पुल क्रस गर्नुपर्ने हुन्छ त्यो पुल आउन लागिरहेको अवस्था छ उदयपुर र सिन्धुलीको बिचमा छौँ हामी उदयपुरबाट हामी सिन्धुली कटिसकेको अवस्था यो पुल कटेपछि हामी चाहिँ फाइनली खोर भज्याङ आइसकेको अवस्था सिन्धुलीको यहाँबाट तपाईँहरू कटारी छेउछाउ हुनुहुन्छ भने त घुम्न नि सक्नुभयो यहाँनिर चेकिङ कडै भइरहेको अवस्था छ अगाडि देख्न सक्नुहुन्छ दुधौली नेपाल पुलिसको तालिम केन्द्र वा सालगढी खर्न कस्तो दामी दामी सुरिलो देख्न सक्नुहुन्छ यहाँ कसले तालिम गर्नुभएको छ गाइजहरू हजुर कोही नेपाल प्रहरीमा हुनुहुन्छ भने हल्का कमेन्ट गरौँ है त हेलमेट लाउँछु भन्दै थियो त खोइ लाग्यो सुत्ने नै हो हजुर अब त आधी घन्टा पनि लाग्दैन होला कहाँ स्पिड कुदाएको छु बिस्तारै कुदाइरहेको छु त देख्न सक्नुहुन्छ डक्का यहाँबाट राइट गयो भने चाहिँ मैले त्यो ठुलो डाँडा सायद क्यामेरामा देखेको छैन होला यहाँबाट चाहिँ म गाउँ जानुपर्ने हुन्छ तर आज म दिदीकोमा बस्ने वालामा छु पुरै कस्तो दामी यार हरियो पौलाइसकेको अवस्था छ फुटबल ग्राउन्ड कस्तो दामी बनाएको अवस्था छ डक्कामा पनि जसको आज बिहे छ सबैजनालाई विवाहको शुभकामना धेरै बाटो जिरोमा छ गाइजहरू देख्न सक्नुहुन्छ सम्म भनेर पिच भनेर धेरै नपुग्दा होला नसोचेको टर्निङहरू हुन्छ यो बाटोमा कमला नदी खोला पुल देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मेला लाग्दै गरेको अवस्था यो त फ्री मेला हो क्या सबै यार देख्न सक्नुहुन्छ गाइजहरू कमला खोला रक्षा गरोस् सबैजनालाई अनि हामीलाई पनि वाउ यो नि त आएछ यो नि त हावाले ओभर देख्न सक्नुहुन्छ चन्दनपुरबाट हामी कटिरहेको अवस्था छौँ राजावास हुँदै रानीवास आइपुग्यो गाइजहरू यो चाहिँ तल्लो रानीवास रहेछ माथिल्लो रानीवास देख्नुभयो नि गाइजहरू उदयपुरको राजावास सिन्धुलीको रानीवास चोक देख्न सक्नुहुन्छ बेबु केही लगिदिनुपर्छ होइन
अहिले लगे जस्तो हुन्छ त नि भरे आएको त अनि त्यो कामै भएन नि अहिले लगे जस्तो हुन्न क्या काउछे आइपुगिसकेको अवस्था छ दिदीको घर होइन हामी दिदीको घर जान्छौँ त्यसपछि यहाँबाट अब हामी भिमान जान धेरै टाइम पनि होइन टाइम के टाढा पनि होइन यहाँबाट हामी राइड लाग्छौँ गाइजहरू मेरो यता काउछे स्कुल हो यो चाहिँ देख्न सक्नुहुन्छ